দুধিয়ায় বিকল্প হিউম পাইপ সেতু উদ্বোধন, আজ থেকেই শুরু স্বাভাবিক যান চলাচল। ফের যুক্ত পাহাড় ও সমতল, দীর্ঘ প্রতীক্ষার অবসান ঘটছে অবশেষে। ভয়াবহ বন্যায় ধ্বংসপ্রাপ্ত দুধিয়া সেতু স্থানে বিকল্প হিউম পাইপ সেতুর নির্মাণ সম্পূর্ণ হয়েছে এবং আজ সোমবার থেকেই সেই সেতুর উপর দিয়ে স্বাভাবিক যান চলাচল শুরু হয়েছে। এর ফলে ফের সচল হয়েছে শিলিগুড়ি ও মিরিকের মধ্যে গুরুত্বপূর্ণ যোগাযোগ ব্যবস্থা। গত 5ই অক্টোবর বালাসন নদীর ওপর অবস্থিত 1965 সালে নির্মিত দুধিয়া সেতুটি প্রবল জলোচ্ছ্বাসে ভেঙে পড়েছিল। সেতু ভেঙে যাওয়ায় কার্যত বিচ্ছিন্ন হয়ে পড়ে মিরিক শিলিগুড়ি রুট। স্থানীয় বাসিন্দা, ব্যবসায়ী এবং পর্যটকরা চরম দুর্ভোগে পড়েন। শিলিগুড়ি থেকে মিরিক যেতে যেখানে আগে সময় লাগত 1.5 ঘন্টা, সেখানে বিকল্প পথে ঘুরে যেতে হচ্ছিল 3 থেকে 4 ঘন্টা পর্যন্ত, তাও অতিরিক্ত ভাড়া দিয়ে। মানুষের এই দুর্ভোগে দ্রুত সাড়া দেন মুখ্যমন্ত্রী মমতা বন্দ্যোপাধ্যায়। উত্তরবঙ্গে এসে পরিস্থিতি পরিদর্শনের পর তিনি নির্দেশ দেন দুধিয়ার অবিলম্বে অস্থায়ী সেতু তৈরি করতে হবে যাতে মানুষের যাতায়াত স্বাভাবিক হয়। সেই নির্দেশের পর রাজ্য পূর্ত দপ্তর ও জলসম্পদ দপ্তরের যৌথ তত্ত্বাবধানে শুরু হয় বিকল্প সেতুর কাজ। মাত্র 16 দিনের মধ্যে সম্পন্ন হয়েছে 468 মিটার দীর্ঘ এই হিউম পাইপ সেতু। এতে ব্যবহার হয়েছে 1200 মিলিমিটার ব্যাসের 132টি হিউম পাইপ, যার উপর গড়ে তোলা হয়েছে 72 মিটার দীর্ঘ কজওয়ে। সেতুর প্রস্থ 8 মিটার, যাতে ছোট ও মাঝারি যানবাহন নির্বিঘ্নে চলাচল করতে পারে। রবিবার মুখ্যমন্ত্রী সমাজ মাধ্যমে পোস্ট করে জানান, দুধিয়ার বিকল্প হিউম পাইপ সেতু নির্মাণ সফলভাবে সম্পন্ন হয়েছে, যা মিরিককে শিলিগুড়ির সাথে সংযুক্ত করবে। সোমবার থেকে এই সেতু দিয়ে যান চলাচল শুরু হবে। कस्तो अप्ठ्यारो अवस्था भइरहेको थियो। अब यसमा त तपाईँहरूले देखिरहनु भएको थियो है। अब जसरी ब्रिज टुटेको दिनको है, अब एउटा कुरा, 1 नम्बर कुरा त के भन्छु भन्दाखेरि, अब मेरो पनि के थियो भन्दाखेरि, मेरो घर त यहाँ हो है, यता दुधियापट्टि हो, यता 20 दिन यता होटेलहरू, मेरो उहाँ घर पनि यहाँनिर थियो है। अब यो मानिलिनु तपाईँले 50-100 मिटरको बाटो, त्यसको लागि अब जति बेला ब्रिज टुट्यो होइन, त्यति बेला म पनि उतापट्टि थुनिएको थियो। तपाईँको 6 घन्टा जस्तो लाग्यो मलाई लिएर आउनु है। तर अब यो चाहिँ यस्तो हो, यो ब्रिजले चाहिँ यस्तो काम गरेको रहेछ है, हामीले पनि यति एउटा सोचेको पनि थिएन कि, मतलब यो ब्रिजले चाहिँ कतिवटा मिरिकलाई लिएर है, यो अब हाम्रो जति पनि टुरिस्टहरू आउँछ होइन, यो एउटा मिरिक भएर, यो भ्यू पोइन्टहरू भएर, जस्तो पशुपति बोर्डरहरू भएर दार्जिलिङ जानुको लागि कति एउटा सुविस्ता, अब यो चाहिँ एकदमै ठुलो काम भएको थियो। यो बाटो, यो ब्रिजले चाहिँ त्यस्तो काम गरेको रहेछ है। अब अहिले हेर्नुहोस्, यति सुविस्ता तकलिफ हुँदै थियो त्यति बेला है, अब एकदमै सुविस्ता भएको छ है। मान्छेहरूको के छ भन्दाखेरि, आजको दिनमा एउटा छठ पूजाको है, कतिवटा पाहाडबाट नै पूजाको सामानहरू पनि गएको हुन्छ है, सागसब्जीहरू। अब धेरै मान्छेलाई अब यहाँ रोज, अब यो बिजनेसम्यानहरूको पनि कतिवटा अब माथिबाट आउने सब्जीहरू, हरियो सब्जीहरू जान्थ्यो, उहाँ धेरै कुरोको सुविस्ता भएको थियो। तर आजको दिनमा यहाँनिर सिएम म्याडमले आएर जुन यो 15 दिनमा चाहिँ यो रोड बनाएर एउटा डिपार्टमेन्टलाई जुन भन्नुभयो उहाँले है, त्यसले गर्दामा यहाँको कन्ट्र्याक्टरहरू, जति पनि यहाँको लेबर मिस्त्रीदेखिको लिएर सबैले एउटा रात दिन, हामीलाई थाहा छ है, राति पनि यहाँ रातभरि नै काम भएको थियो है। त्यसरी आज काम गरेर आज एकदम सुचारू रूपले यो अब यो अनअफिसियली अहिले यहाँ काम त अलिअलि चल्दैछ, तर 11 बजीदेखि अहिले कता गाडीहरू चलि नै राखेको छ है। 11 बजीदेखि चाहिँ क्लियरै चल्छ होइन। त्यसले गर्दामा अब यही हो, हाम्रो यो जग्गालाई आज पाहाड र एउटा प्लेन्सलाई एउटा जोड्ने यो ब्रिज रहेछ है। यसमा हामीले यसको महत्त्व अलि जानेको थिएन। अब यहाँको हाम्रो जति पनि पर्यटकहरूदेखिको लिएर जति पनि हाम्रो यहाँको लोकल मान्छेले पनि यो कुरोलाई बुझेको थिएन। तर आज त्यस्तो यो जुन घटना भनेर ब्रिजको चाहिँ के महत्त्व रहेछ भन्ने कुरो चाहिँ हामीले बुझ्यो है। र त्यसले गर्दामा म यही भन्छु यात्रीहरूलाई पनि, अब यो हाम्रो च्यानल, तपाईँहरूको च्यानलको मार्फतबाट भन्न चाहन्छु है, अब चाहिँ तपाईँको पशुपति भएर मिरिक भएर जुन आउने रोड है, दुधियाको रोड चाहिँ तपाईँले फ्रेममा देखिरहनु भएको छ है, एकदम यात्रीहरूको लागि सुविस्ता छ है। त्यसले गर्दामा यो रोड रूपले 11 बजीदेखि खोलिन्छ। एउटा कुरा, अब यो रोड त आजदेखि अस्थायी रूपमा सुचारू, तर मेन समस्या भनेको एकदमै स्थायी पुलको जरुरत छ नि त, बर्खाहरूको पालिमा आउँछ है। एज अ ग्राम पञ्चायत प्रधान तपाईँको यो विषयमा कस्तो पहल छ त? यसमा चाहिँ हामी एउटा पञ्चायतले पनि यसलाई हामीले यो जो कन्ट्र्याक्टर ब्रिजको जुन काम गर्दैछ है,
त्यसलाई अब यो त तपाईँहरूले देखिरहनु भएको छ। अब फेरि अर्को बाजी पनि बर्खामा त यस्तो बाढ त आउँछै आउँछ होइन। यो त अब यो त एउटा क्याजुअल उयस मात्रै हो नि त, टेम्पोरेरी मात्रै हो नि त है। त्यसले गर्दामा अब यो चाहिँ यहाँको जति पनि अब यो ब्रिज बनाउने जो कन्ट्र्याक्टरहरू छ है, हामी उहाँहरूसँग पनि बसिसकेको छौँ। अझै अब हामीले यो कुरोलाई चाहिँ हामी सबैले एउटा प्रशासनिक हिसाबले पनि हामीले यसलाई अब एकदमै चाँडो, किनभने अर्को बर्खा आउनुभन्दा अगाडि चाहिँ मोटामोटी अब त्यस्तो हुँदैन होला, तर युद्ध स्तरमा काम हुँदैछ है। त्यसको लागि चाहिँ अब हामी पनि सबै बसेर यो विषयमा एउटा हामीले पनि यो छिटो यो ब्रिजको काम होस् होइन, अब एउटा पर्मानेन्ट सल्युसन चाहिँ होस् जनताको लागि। हेर्नुहोस् कति एउटा पर्यटकहरू टुरिस्टहरू आइरहेको छ है, त्यसको लागि चाहिँ एउटा राम्रो होस् भनेर नै हामीहरू चाहिरहेको छु है। त्यसको लागि अब हाम्रो यहाँ एउटा गभर्मेन्ट पञ्चायतहरू छ है, त्यसको हामी कन्ट्र्याक्टरहरूसँग बसेर यो विषयमा एकदम चाँडोको चाँडो यसलाई फास्ट काम गर्ने चाहिँ हामीले यो गरिसकेको छु। यसलाई उहाँहरूसँग हामी सम्पूर्ण मिरिकका चालक दाजुभाइको तर्फबाट तपाईँको च्यानललाई धेरै धन्यवाद। तपाईँले आएर यहाँ ग्राउन्ड जिरोमा कभर गरिदिनु हुँदैछ है। विशेष के भएको थियो भने तपाईँलाई याद भएकै कुरो हो, गत 4 तारिक आएको जुन भल पहिरोले गर्दा हाम्रो जुन मिरिकको लाइफलाइन मानिने यो दुधेको ब्रिज भत्किएपछि हाम्रो यो आवत जावत मिरिकबाट सिलगढी आवत जावतलाई धेरै अवरोध भइरहेको थियो। हामी भाया नोल भएर हामी कुदिरहेका थियौँ, तर त्यो बाटो पनि धेरै अप्ठ्यारो भएकोले गर्दा प्रशासनिक तौरमा त्यो बाटो पनि बन्द गरिदिएपछि हामीले दुधेमा राखेर खोलावारी राखेर अनि सिलगढी गाडी खोला पारिराखेर ट्रान्सिट गरिरहेका थियौँ। र हिजो मात्र हामीले एउटा न्युज सुनेको थियौँ भोलिदेखि यो खोलिन्छ भन्ने सुनेको थियौँ, र हामी बिहान एकदमै खुसी भएर आएको थियौँ आज हामी सिलगढी पुग्ने रहेछौँ भनेर। र पेसेन्जरहरू पनि जति पनि हाम्रो यात्रुहरू थियो उहाँहरू पनि खुसी थियो आज हामी सिलगढी पुग्नेछौँ भनेर। तर यहाँ आउँदाखेरि फेरि के भयो भनेदेखिको यहाँको प्रशासनले हामीलाई बन्द गरिदियो यहाँनिर। किन भन्दा 11 बजी डिएम म्याडम आउनुहुन्छ र त्यसको बादमा मात्रै आधिकारिक घोषणा भएपछि मात्रै खुल्नेछ भन्ने हामीले जान्नमा आयो। र यहाँ हामी बसिरहेको छौँ अहिले पनि, हामीले हाम्रो पेसेन्जर त दिइहाल्यौँ, तरै पनि कतिवटा गाडी छिरेर गइसकेको छ, जो माथिबाट आएको थियो कतिवटा गाडी छिरेर गइसकेको छ। तर हामीले चाहिँ हाम्रो यात्रुहरू यहीँ झारेकोले गर्दा हामी अगाडि जान सकेनौँ, हामी यहीँ पर्खेर बसिरहेछौँ। र यात्रुहरूलाई यो जानकारी गर्न चाहन्छु, तपाईँहरू आउनुहोस्, यहाँ गाडी एकदम एभाइलेबल छ मिरिक जाने, तपाईँहरू निर्धक्क सिलगढीबाट यहाँ आउन सक्नुहुनेछ। र विशेष अब बेलुकादेखि खोल्यो भने सबैलाई नै जति पनि यो काम गर्नेहरू सबैलाई नै हामी धन्यवाद दिन चाहन्छौँ, किन उहाँहरूले यस अल्टरनेटिभ रोड निकालिदिएर हामीलाई सुविधा गरिदिनु भएको छ। र जति पनि डिपार्टमेन्टदेखि लिएर यो कन्ट्र्याक्टरहरू सबैलाई नै हामी मिरिक चालकको दाजुभाइको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी सम्पूर्ण मिरिकका चालक खोल्यो भनेर सुन्नुभयो? हजुर सुन हामी आएको नि त। अब किनभने हजुर हामी अब दिल्ली जाँदा सिधै टाढो, यत्रो रोड खोलेपछि त दिनुपर्छ नि त गाडी हिँड्नु पनि होइन। हामीलाई प्रब्लम चाहिँ भइरहेको छ पुरा अब हिँड्ने यत्रो भारी बोकेर यसरी हिँडेर जानुपर्छ त्यहाँसम्म अन्त भन्नु त लागिरहेको छ। के भन्नु त, अब ठिकै छ होइन, पेसेन्जरलाई पनि दुःख भइरहेको थियो, हामीलाई पनि दुःख भइरहेको थियो। अब खोलियो राम्रो भयो। त्यति हो। हिजोसम्म चाहिँ ट्रान्सिटमै हुन्थ्यो तपाईँहरू? हजुर हिजोसम्म ट्रान्सिटमै। मिरिकबाट आएको हामी बस्तीबाट। हजुर कता अब ट्राफिक